तपाईले चाहिँ चैत 15 गतेको जो सभा देख्नुभयो, विरोध प्रदर्शन देख्नुभयो, त्यसैको परिणाम थियो। त्यसले कोर्स चाहिँ केही न केही चाहिँ जो प्रश्न उठ्या थियो, तरङ्ग थियो, त्यसलाई ठिक गर्यो भन्ने छ हाम्रो विश्वास। मलाई यदि नम्र आरोप लगाउने अनुमति दिनुहुन्छ भने अध्यक्षज्यू, राज संस्था आयो भने त तपाईको राजनीतिक करियरै सकियो, तपाईको एजेन्डा नै सकियो। तपाईको 52 सालदेखि गरेको सशस्त्र युद्ध र यहाँसम्म गणतन्त्र ल्याउनेसम्म यो सबै गरेको, सबैभन्दा कसैको केही सकिन्छ भने सर्वनाशै हुन्छ भने राजनीतिक रूपमा त्यो प्रचण्डको हुन्छ, केही नै बाँकी रहँदैन नि। त्यसकारण तपाईँ डराइराख्नु भएको छ, तपाईँ सचेत भइराख्नु भएको छ र तपाईँ कतै न कतै छटपटाइराख्नु भएको छ। अब तपाईँले शब्द त तपाईँको कुरा भयो, कसरी प्रयोग गर्ने भन्ने कुरा मलाई गहिरो जिम्मेवारी बोध चाहिँ भएको छ। गणतन्त्रको रक्षाको निम्ति र यो गणतन्त्रको विकासको निम्ति मैले अझ बढी मेहनत गर्नुपर्छ भन्ने त